नमस्कार। आजको यस भिडियोमा तपाईहरुलाई क्लास 12 को हिसान सेन्ट्रल एक्जामिनेसन अन्तर्गतको च्याप्टर एकाउन्टिङ फर म्याटेरियल एन्ड कन्ट्रोलबाट पिरियडिक इन्भेन्ट्री सिस्टमको एउटा क्वेशन रहेको छ। यो क्वेशन सल्भ गरेर देखाउनेवाला छु। प्लिज भिडियो राम्रोसँग स्किप नगरिकन हेर्नु होला है, अनि बुझ्नुहुन्छ। प्लस तपाईको यो अब बोर्ड एक्जाम आउन लागेको कारणले गर्दाखेरि यो एक प्रकारको रिभिजन वाला भिडियो पनि हुन्छ, बुझ्नुभयो। त्यही भएर यो भिडियो राम्रोसँग हेर्नुस्। अब आजको यो भिडियोमा चाहिँ क्वेशन नम्बर 17 को बी है, यो क्वेशन नम्बर 17 को बी सल्भ गरेर तपाईहरुलाई देखाउनेवाला छु। हेर्नुस्, अनि के गर्छु आज यहाँ एक्स्ट्रा त्यो पनि सुन्नु होला, जुन रिभिजनको रूपमा तपाईलाई काम लाग्छ। अब यहाँ हेर्नुस् के भनेको छ। सगरमाथा कम्पनी हैज इन्भेन्ट्री बैलेन्स अफ 1200 युनिट्स एट ₹10 पर युनिट अन माघ 1 2081। माघ 1 2081 मा यो कम्पनीमा इन्भेन्ट्री ब्यालेन्स छ। इन्भेन्ट्री ब्यालेन्स भनेको अब त्यही ओपनिङ ब्यालेन्स हो के, ओपनिङ इन्भेन्ट्री भनौँ न है, ओपनिङ ब्यालेन्स या ओपनिङ इन्भेन्ट्री छ रे है। माघ 1 गते भनेपछि ओपनिङ इन्भेन्ट्री या ओपनिङ ब्यालेन्स भनौँ हैन। 1200 युनिट छ रे, एउटाको ₹10 पर युनिट हैन, एउटाको ₹10। ड्युरिङ द मन्थ द कम्पनी पर्चेस्ड 4000 युनिट्स एट ₹12 पर युनिट। ड्युरिङ द मन्थ भनेको अब यही माघ महिनाभरिमा 4000 युनिट, 4000 वटा सामान किने रहेछ, एउटाको ₹12 रे। पर युनिट भनेको एउटाको ₹12 मा 4000 वटा सामान किनेको रहेछ। ठीक छ, भनेपछि एकचोटि मात्र गरेको रहेछ यो महिनामा। माघ महिनाभरिमा एकचोटि मात्र 4000 युनिट, 4000 वटा सामान किने रहेछ, जसको मूल्य एउटाको ₹12 हो रे। एन्ड सोल्ड 3500 युनिट्स, बेच्यो रे, बिक्री गरे रे 3500 युनिट बिक्री गरे रे है। अनि सोल्ड युनिट र सेल युनिट भनेको एउटै हो। यसमा कहिले पनि तपाईलाई रेट दिदैन, बुझ्नुभयो। सोल्ड युनिटमा सेल्स युनिटमा रेट दिदैन। कहिलेकाहीँ सेल्स युनिटको सट्टा इन्डिङ इन्भेन्ट्री या लास्टमा इन्डिङ ब्यालेन्स भनेर पनि दिन सक्छ, त्यसमा पनि तपाईलाई युनिट्स दिदैन, बुझ्नुभयो। अनि यहाँ के भनेको छ हेर्नुस्। द कम्पनी फलोज द पिरियडिक इन्भेन्ट्री सिस्टम फर द भ्यालुएसन अफ द इन्भेन्ट्री। कम्पनीले के फलो गर्दो रहेछ? पिरियडिक इन्भेन्ट्री सिस्टम फलो गर्दो रहेछ भ्यालुएसन गर्नको लागि। ठीक छ, अनि अर्को के छ हेर्नुस्। यो पछाडि मैले इङ्ग्लिस पार्ट पढ्न लाएँ। रिक्वायर्डमा छ कस्ट अफ गुड्स सोल्ड। हाम्रो सिस्टम चाहिँ पिरियडिक इन्भेन्ट्री सिस्टम है। भनेपछि पिरियडिक इन्भेन्ट्री सिस्टममा हामीले त्यो टेबलवाला स्टोर लेजर जुन छ नि, त्यो रिसिट, इस्यु, ब्यालेन्स त्योवाला गर्ने होइन। यहाँ तपाईँलाई यहाँ पर्पेचुअल भने भए स्टोर लेजर बनाउनै पर्छ कम्पलसरीली, जुन मेथड भए पनि। तर यहाँ पिरियडिक इन्भेन्ट्री सिस्टम भनेपछि तपाईँले यहाँ त्यो टेबल स्टोर लेजरवाला जुन छ टेबल, त्यो हामीले बनाउने होइन। यहाँ फरक छ। अब के भनेको छ हेर्नुस्। कस्ट अफ गुड्स सोल्ड निकाल रे, एन्ड भ्यालु अफ इन्डिङ इन्भेन्ट्री। भ्यालु अफ इन्डिङ इन्भेन्ट्री भन्नु र कस्ट अफ इन्डिङ इन्भेन्ट्री भन्नु एउटै हो, यानि कि कस्ट अफ क्लोजिङ स्टक अन्डर लिफो मेथड। एउटा मेथड मात्र सोध्ने हो एक्जाममा है। अन्डर लिफो मेथड भनेको लास्ट इन फर्स्ट आउट मेथड हो। योबाट पहिला सुरु गर्छु। अब एउटा कुरा याद गर्नुस्, चाहे यो के अरे पिरियडिक इन्भेन्ट्री सिस्टम हो, चाहे पर्पेचुअल इन्भेन्ट्री सिस्टम हो, हामीसँग 4वटा मेथड छ। पिरियडिकमा हामीसँग छ सिम्पल एभरेज, वेटेड एभरेज, फिफो, लिफो। पर्पेचुअलमा हाम्रो छ सिम्पल एभरेज, वेटेड एभरेजलाई मुभिङ एभरेज पनि भन्छ, अनि अर्को फिफो, लिफो। एउटै छ दुईटै सिस्टममा। तर यो क्वेसनमा लिफो मेथड मात्र सोधेको छ पिरियडिक इन्भेन्ट्री सिस्टममा। पहिला यो सल्भ गरेर देखाउँछु, अनि तपाईलाई यही भिडियोमा यो सेम क्वेसन है तपाईलाई फिफोबाट, सिम्पल एभरेजबाट, वेटेड एभरेजबाट पनि म यहाँ प्रब्लम सल्भ गरेर देखाउँछु। पहिला चाहिँ यो क्वेसन अनुसारले जाउँ है। ल अब मैले यहाँ क्वेसन पनि लेखेको छु तपाईको यो है कपीमा। यो लेख्नु पर्दैन है, यो क्वेसन लेखेको कारण तपाईलाई यसो बुझाउनुको लागि। यहाँ तपाईलाई सेन्टेन्स जस्तोमा दिएको छ नि, यहाँ यसरी सेन्टेन्स जस्तो प्याराग्राफ जस्तोमा दिएको छ नि त हैन। त्यही भएर मैले यही क्वेसनको कुरालाई मैले यहाँ लेखिदिएको छु। इन्भेन्ट्री ब्यालेन्स, इन्भेन्ट्री ब्यालेन्स यानि कि ओपनिङ ब्यालेन्स, ओपनिङ ब्यालेन्सलाई ओपनिङ स्टक पनि भन्छ हैन। अघि नै मैले भनिसकेँ। ल यही 1200 युनिट मैले यहाँ लेखेको छु, ₹10 एउटाको, गोटाको ₹10 हैन एउटाको। अनि यहाँ पर्चेज भनेको छ ड्युरिङ द मन्थ पर्चेज गरेको छ 4000 युनिट, यही लेखेको छु मैले। कति रुपियाँको दरले? ₹12 को दरले, यही लेखेको। यो क्वेसन है, यो क्वेसन सार्नु पर्दैन। तपाईँले सोल्युसन गर्ने जाँचमा यहाँदेखि अन्डर पिरियडिक इन्भेन्ट्री सिस्टमदेखि। अनि यहाँ सोल्ड भनेर दिएको छ 3500 युनिट, सोल्ड भनेको सेल्स युनिट। ठिक छ। अब मैले यहाँ सिस्टमको नाम लेखेँ, अन्डर पिरियडिक इन्भेन्ट्री सिस्टम भनेर लेखेँ मैले हैन। अब यहाँ लेखेँ सबभन्दा पहिला लिफो मेथडबाट है त। कुन मेथडबाट? क्वेसनले सोधेको अनुसारले लिफो मेथडबाट। लिफो मेथड
ल तपाईको यो क्वेसन अनुसारले लिफो मेथडबाट सुरु गरेछ, सरी सोधेछ, त्यही भएर लिफो नै सुरु गर्छु म यहाँ तपाईको क्वेसन अनुसारले। सबभन्दा पहिला हामीले के निकाल्ने भने एउटा कुरा याद गर्नुस्, यो फिफो मेथड र लिफो मेथड गर्दाखेरि फर्मुला कण्ठ पार्नु पर्दैन। हामीलाई फर्मुला पनि चाहिँदैन, टेबल पनि चाहिँदैन, सिधै गर्ने तर बुझेर है। अब लिफो भने के, लास्ट इन फर्स्ट आउट मेथड, लास्टको सामान पहिला बेच्ने भनेको के। त्यही भएर सबभन्दा पहिला तपाईले के निकाल्नुस् भन्दाखेरि क्वेसनमा सोल्ड युनिट, सोल्ड भएर सेल्स भनेको एउटै हो, तपाईलाई थाहा चाहिँ छ है। सोल्ड र सेल्स युनिट हामीलाई क्वेसनमा दिएको छ। सबभन्दा पहिला कस्ट अफ क्लोजिङ स्टक भन्दा पनि सबभन्दा पहिला जहिले पनि तपाईँ निकाल्नुस् कस्ट अफ गुड्स सोल्ड, एकदम सजिलो हुन्छ। कस्ट अफ गुड्स सोल्ड भने के, बिक्री गरेको गुड्सको कस्ट, बेचेको गुड्सको कस्ट। अब कसरी निकाल्ने भने यहाँ हेर्नुस् त, म तपाईलाई यहाँ बुझाइदिन्छु है, एकदम सिम्पल छ। यहाँ कतिवटा सामान गरेछ हेर्नुस्, यहाँ सोल्ड गरेको छ 3500 हो, यो हेर्नु पर्यो के तपाईले है, याद गर्नुस् प्लिज, यो हेर्नु पर्यो तपाईले, याद गर्नु। यसमा अब तपाईले के गर्नु पर्यो भन्दाखेरि नि, यहाँ 3500 युनिट्स यहाँ के गरेछ, सोल्ड गरेछ है, 3500 युनिट्स। अब यो 3500 युनिट पुर्याउनु पर्यो। अब हाम्रो लिफो मेथड भनेको लास्ट इन फर्स्ट आउट, लास्ट इन फर्स्ट आउट भनेको लास्टमा आएको सामान पहिला बेच्ने। अब मलाई भन्नुस्, हामीसँग एभाइलेबल सामान, हामीसँग कतिवटा छ सामान, दुई थरी छ। एउटा यो ओपनिङ स्टक यानी कि इन्भेन्ट्री ब्यालेन्स, ओपनिङ ब्यालेन्स एउटा यो छ 1200 युनिट, एउटाको 10 रुपियाँवाला सामान छ। अनि अर्को कुन चाहिँ सामान छ भने अर्को सामान छ पर्चेज गरेको, माघ महिनाभरिमा पर्चेज गरेको छ कति हजार युनिट, 4000 युनिट, 12 रुपियाँको दरको सामान। एउटा 10 रुपियाँको सामान छ, अर्को 12 रुपियाँको सामान छ। अब मलाई भन्नुस् तपाईँ आफै, हाम्रो लेटेस्ट सामान यो माघभरिमा किनेको वाला हुन्छ कि माघेको हुन्छ भने माघभरिमा माघ 1 गते पछाडि किनेको सामान भनेको त यो पर्चेजको सामान हो नि। त्यही भएर हाम्रो लेटेस्ट सामान जहिले पनि यो मुनिको पर्चेजको हुन्छ र पुरानो सामान हुन्छ जहिले पनि यो माघ 1 गतेको। ओपनिङ स्टक पुरानो सामान, फर्स्टको सामान, र यो पर्चेज गरेको एउटा मात्र छ। कहिलेकाहीँ अब जाँचमा चाहिँ धेरै जस्तो हेर्नुस् है, बोर्ड एक्जाममा चाहिँ धेरै जस्तो के आउँछ भन्दाखेरि दुईटा पर्चेज गरेको दिरा हुन्छ। लास्टमा पर्चेज गरेको जुन हो त्यही नै हाम्रो के हुन्छ, लेटेस्ट सामान। यो लेटेस्ट सामान, यो पुरानो सामान है। अब कति बेचेको छ हेर्नुस्, 3500 युनिट भनेपछि यहाँ कति हजार छ, 4000 युनिट छ नि त। भनेपछि 3500 युनिट, यही 4000 बाट हामीले बेच्न भ्याउँछ भ्याउँदैन, ल मलाई भन्नुस् त, भ्याइछ नि त। मेथडको नाम के, लिफो मेथड, लास्टको सामान पहिला बेच्ने। अब लास्टको सामान हाम्रो यो 4000 वाला कि 1200 वाला भने नि 4000 वाला, बुझ्नुभयो। त्यही भएर यो 4000 बाट हाम्रो 3500 सामान बेचेको छ, 3500 पुग्यो पुगेन, पुग्यो। के गरी यहाँ 4500 भइदिए भए 4000 यो लटबाट जान्थ्यो, यसबाट जान्थ्यो, र बाँकी रहेको 500 यहाँबाट माथिबाट ओपनिङ स्टकबाट 500 युनिट जान्थ्यो। तर यहाँ यही 4000 मध्येबाटै हाम्रो 3500 सामान के हुने भयो, बेच्ने भयो नि त, सोल्ड गर्ने भयो नि त। त्यही भएर यो 3500 4000 बाट जाने भयो। त्यही भएर हामीले यहाँ सिधै लेख्ने कस्ट अफ गुड्स सोल्ड, यो हाम्रो लिफो मेथड हो। अब यहाँ यो 4000 लेख्ने हैन, 3500 लेख्ने इन्टु हाम्रो कति छ रेट, यसको रेट 12 रुपियाँ इक्वल्स टु, अब यहाँ रुपिज लेख्ने 3500 इन्टु 12 कति हुन्छ हेर्नुस् है, 3500 इन्टु 12 यो हुन्छ 42000 रुपिज, 42000। केही गरी हाम्रो यो फिफो मेथड भयो भए अहिले हामी गर्छौँ फिफो मेथड अहिले एकछिनपछि हैन। फिफो मेथड भयो भने यहाँबाट बेच्ने, यहाँबाट 3500 पुग्छ त, पुग्दैन नि त, यहाँबाट 1200 हुने भयो। अनि बाँकी रहेको सामान कहाँबाट जान्छ, 4000 बाट है। लिफो मेथडमा मुनिबाट बेच्दै जाने, फिफो मेथडमा माथिबाट बेच्दै जाने, कुरै सिद्धियो। अनि मल्टिप्लाई गर्ने रेटलाई है। अब कस्ट अफ गुड्स सोल्ड पछाडि अब यति हो आन्सर है, कस्ट अफ गुड्स सोल्डको आन्सर 42000। यहाँ कुनै टेबलको जरुरत छैन, बनाउनै पर्दैन। अब आयो हाम्रो यो पछाडि क्वेसनले भनेको छ भ्यालु अफ इन्डिङ इन्भेन्ट्री भनेर भनेको छ है। हेर्नुस् लिफो मेथडमा भ्यालु अफ इन्डिङ इन्भेन्ट्री, भ्यालु अफ इन्डिङ इन्भेन्ट्री भन्नु र कस्ट अफ हैन, यहाँ एक लाइन छोडौँ न, ल कस्ट अफ इन्डिङ इन्भेन्ट्री भन्नु एउटै हो। इन्डिङ इन्भेन्ट्री इक्वल्स टु, ल अब कसरी निकाल्ने इन्डिङ इन्भेन्ट्री युनिट भने सरी इन्डिङ इन्भेन्ट्री भने हामीले इन्डिङ इन्भेन्ट्री कस्ट अफ इन्डिङ इन्भेन्ट्री भनेको नबेचेको सामानको मूल्य, नबेचेको सामानको कस्ट। अब हेर्नुस् 4000 मा कति हो, अहिले भर्खर बेच्यो भने 3500, त्यही भएर हामीले यहाँ 3500 लेख्यो। अब 4000 मा 3500 सामान बेच्यो भने चाहिँ यहाँ कतिवटा सामान माइछ, 500, त्यही भएर यहाँ 500 लेख्ने। यसको रेट कति हो, 4000 मध्ये 500 युनिट माइछ भने 500 यो भयो।
इन्टु यसको रेट कति 12 इन्टु 12। मलाई यही बुझाउन सजिलो हुन्छ भनेर त मैले क्वेसनको कुरा यहाँ लेखेर तपाईँलाई बुझाएको। क्वेसनमा सेन्टेन्समा छ, फेरि तपाईँ झुक्किनु होला भनेर मैले यसरी लेखेर तपाईँलाई बुझाएको है त। ल अब 500 इन्टु 12 भयो, 4000 मध्ये 3500 बेच्यो, 500 बाँकी भयो इन्टु 12 प्लस अब हाम्रो यो पुरानो सामान हेर्नुहोस् त, ओपनिङ स्टक ओपनिङ ब्यालेन्सको सामान पनि त छ नि। यो 1200 सामान हामीले बेचेको छ त छैन नि, त्यही भएर यो पनि हाम्रो के हुन्छ क्लोजिङ स्टक। त्यही भएर 1200 हैन 1200 इन्टु यसको रेट कति 10, ल इन्टु 10 बुझ्नुभयो। अब इक्वल्स टु गर्ने राख्ने 12 5 60 1 2 6000 प्लस 1200 इन्टु 10, 1200 इन्टु 10 हुन्छ 12000 बुझ्नुभयो है। ल 12000 इक्वल्स टु अब यहाँ मुनि लेख्ने रुपिज भनेर, अनि 6000 र 12000 कति भयो 12 6 18 18000। ल हेर्नुहोस् केही टेबलै बनाउनु पर्दैन, सिधै गर्दा आन्सर आइहाल्छ, मार्क्स पनि आइहाल्छ। बुझ्नुभयो, यहाँ कुनै टेबलै बनाउनुपर्छ कम्पलसरी होइन, अनि यस्तै गरेर गर्नुपर्छ मैले गरे यस्तो गर्नुपर्छ पनि होइन। तपाईँलाई टेबल बनाएर गर्नु छ भने गर्नुभयो नि हुन्छ, तर त्यो टेबल बनाएर किन टाइम वेस्ट गरेर नि, सिधै गर्ने। फर्मुला पनि चाहिँदैन, कन्सेप्ट मात्र चाहिने हो। ल अब यो पछाडि अब हाम्रो यो त तपाईँको क्वेसन अनुसारको आन्सर आयो, यति गऱ्यो मार्क्स तपाईँको 3 मा 3 ठ्याक्कै आउँछ होइन, यो 3 मार्क्समा हो, 3 मार्क्स ठ्याक्कै आउँछ। अब यो पछाडि मैले अघि तपाईँलाई भिडियोमा भनिसकेँ, थम्बनेलबाट पनि थाहा पाइसक्नुभयो, यो यतिसम्म यति मात्र है, यो त क्वेसन भइहाल्यो, यतिसम्मको सोल्युसन गरेपछि 3 मार्क्स आउँछ होइन। अब मैले यहाँ यो क्वेसनमा एक्स्ट्रा सिकाउँछु भनेको थिएँ नि, एक्स्ट्रा सिकाउँछु भनेको थिएँ, त्यो एक्स्ट्रा के सिकाउनला भन्दाखेरि लिफो मेथड भयो। अब म यहाँ बी नम्बरमा लेखेँ, मैले यहाँ के सिकाउनला अब फिफो मेथड पनि सिकाउँछु, अनि सिम्पल एभरेज वेटेड एभरेज है, वेटेड एभरेज र सिम्पल एभरेज मेथड पनि सिकाउँछु। ल फिफो मेथड, अब फिफो मेथडबाट पनि अब निकाल्ने के फर्स्टमा कस्ट अफ गुड्स सोल्ड, अब अघिको जस्तै गरेर गर्ने कस्ट अफ गुड्स सोल्ड है, अघिको जस्तै भनेको बुझ्नुभयो, माथिको जस्तै गरे है बुझ्ने। कस्ट अफ गुड्स सोल्ड इक्वल्स टु लेख्ने, अब मैले यहाँ मेटे है, मेटे भनेको मतलब यसलाई। अब फिफोको मिनिङ के हो भने एकदम सिम्पल छ नि त, फिफोको मिनिङ के हो फर्स्ट इन फर्स्ट आउट। फर्स्ट इन फर्स्ट आउट भनेको फर्स्टमा आएको सामान फर्स्टमा बेच्ने। अब हेर्नुहोस् फर्स्टमा आएको सामान यो 1200 हुन्छ कि 4000 हुन्छ भन्यो भने हाम्रो हुन्छ 1200, फर्स्टमा आएको सामान यो अनि त्यसपछि यो, ठिक छ। यो लास्टमा आएको सामान अघि नै यहाँबाट बेच्यौँ, अब यो भनेको फर्स्टमा आएको सामान अब यहाँबाट बेच्ने, कति बेच्ने भने 3500 बेच्नुपर्ने छ, 1200 युनिट छ यहाँ भनेपछि यो फर्स्टमा आएको सामानबाट कति बेच्ने भयो 1200 को 1200 बेच्ने भयो है, 1200 मध्ये 1200 नै बेच्ने भयो। अब कति बेच्न बाँकी छ भने टोटलमा त 3500 बेच्नुपर्छ। अब फर्स्ट लट हाम्रो फर्स्टमा आएको सामान त 1200, 1200 मा 1200 बेच्ने भयो। 4000 बाट कति बेच्ने त सामान भन्यो भने 3500 माइनस 1200 गर्ने, पक्नुस् है, 3500 माइनस 1200 यो हुन्छ 2300। ल अब 2300 सामान यहाँबाट बेच्ने भयो कि, बुझ्नुभयो। अब यो दुईटा जोड्नुस् न 3500 भयो है, हाम्रो 3500 बेच्नु पर्ने। यो हाम्रो के फिफो मेथड, फिफो मेथड भनेको फर्स्टमा आएको सामान फर्स्टमा बेच्ने, फर्स्टमा आएको सामान यो भयो 1200 हैन, अनि यो 1200 मा 1200 पुरै बेच्ने भयो। सेकेन्डमा आएको सामान 4000 बाट अब कति बेच्ने भयो 3500 त पुराउनु पर्यो नि त, 3500 पुराउनुको लागि 4000 बाट कति बेच्ने भयो 2300। अब यसलाई नै मल्टिप्लाई गरेर लेखौँ तलपट्टि। ल कस्ट अफ गुड्स सोल्ड इक्वल्स टु, अब कति लेख्ने भन्यो भने पहिला उयो 1200 को इन्टु 10 लेख्ने, यहाँ 1200 इन्टु 10 प्लस, अनि भर्खर 4000 युनिट मध्ये कति बेच्यो भने 4000 बाट 2300 युनिट बेच्यो भने छ नि त, त्यही भएर 2300 इन्टु 12 गर्ने, 2300 इन्टु 12, ठिक छ। अब मल्टिप्लाई गरौँ, 1200 इन्टु 10 12000 प्लस 2300 इन्टु 12 गरौँ, 2300 इन्टु 12 हैन, 2300 इन्टु 12 गर्ने, यहाँ आउँछ 27600, 27600 इक्वल्स टु, अब यो दुईटा जोडौँ 27600 प्लस 12000, ल 12000 यो आउँछ 39600 रुपिजमा लेख्नुपर्छ, 39600 बुझ्नुभयो। यो केमा आउँछ रे रुपिजमा, कस्ट अफ गुड्स सोल्ड भन्ने बित्तिकै रुपिजमा लेख्नुपर्छ है, नफेर मार्क्स नपाइएला पुरा। ल अब यो कस्ट अफ गुड्स सोल्ड पछाडि यही फिफो मेथड अनुसारले हामीले निकाल्ने कस्ट अफ के निकाल्ने इन्डिङ इन्भेन्ट्री भनेको नबेचेको गुड्सको कस्ट
ल कस्ट अफ इन्डिङ इन्भेन्ट्री। ल अब कस्ट अफ इन्डिङ इन्भेन्ट्री अब यो फिफो मेथड अनुसारले कति हुन्छ भन्यो भने हेर्नुहोस् त 1200 मा 1200 सामान बेचिसक्यो, 4000 मा 2300 सामान बेच्यो भनेपछि यहाँ त अझै बाँकी छ नि त। 4000 मा कति सामान बाँकी छ भन्यो भने तपाईले अब यहाँ गर्नु पर्यो 4000 माइनस 4000 माइनस 2300 गर्नु पर्यो। ल 2300 है, यो भयो 1700। बुझ्नुभयो? 4000 मा 2300 सामान बेच्यो भनेपछि कति बाँकी छ? 4000 माइनस 2300 त्यो हो 1700। ल 1700 लेख्ने, ठिक छ। अनि इन्टु गर्ने। अब यसको रेट, यो 4000 वालाको रेट कति छ? 12। अब लेख्ने 1700 इन्टु 12। ल 1700 इन्टु 12 कति हुन्छ? हिसाब गर्नुपर्छ। यो हुन्छ 20400। ल यहाँ लेख्ने रुपिज 20400, ठिक छ। ल यो भयो है। अब यो पछाडि अर्को के गर्ने भन्यो भने यो पछाडि अब अर्को लेख्ने हाम्रो सी नम्बर मेथड। अब म अहिले वेटेड एभरेज सिकाउँछु अनि सिम्पल एभरेज सिकाउँछु। ल वेटेड एभरेज मेथडबाट यसबाट पनि सिकाएँ, तर यो 4वटा मेथड मध्ये एउटा मात्र मेथड आउने है एक्जाममा, क्लियर हुनुस् नि फेरि है। यहाँ हेर्नुस् लिफो मेथड मात्र आएको थियो, तपाईलाई चाहिँ अब यसो रिभाइज गरिदिउँ भनेर फिफो मेथड पनि गर्दैछु, वेटेड अनि सिम्पल पनि गर्छु। ल अब वेटेड एभरेज मेथडमा चाहिँ तपाईलाई यहाँ फर्मुलाको आवश्यकता पर्छ। वेटेड एभरेज मेथडबाट तपाईले हिसाब गर्नु भएको छ भने सबभन्दा पहिला तपाईले निकाल्ने वेटेड एभरेज रेट निकाल्ने। के निकाल्ने? वेटेड एभरेज रेट इक्वल्स टु, अब के हो हाम्रो फर्मुला भन्यो भने वेटेड एभरेज रेटको कस्ट अफ गुड्स एभाइलेबल फर, ल कस्ट अफ गुड्स एभाइलेबल फर सेल डिवाइड बाई टोटल युनिट्स हेर्नुहोस् है, टोटल युनिट्स एभाइलेबल फर सेल, ठिक छ। टोटल युनिट्स एभाइलेबल फर सेल। अब यसमा कस्ट अफ गुड्स एभाइलेबल फर सेल भनेको बेच्नको लागि रेडी भएको गुड्सको कस्ट। अब बेच्नको लागि रेडी भएको गुड्सको कस्ट कति हो भन्यो भने उयो ओपनिङ स्टकको र पर्चेसको, यो त बेचेको युनिट हो नि त। बेच्नको लागि रेडी भएको कुन? पहिलाको सामान, पहिलाको बाँकी स्टक 1200 युनिट, अर्को 4000। अब यसलाई 1200 इन्टु 10 गर्ने प्लस 4000 इन्टु 12 गर्ने। ल गरौँ, कति रे? सबभन्दा पहिला 1200 इन्टु, हेर्नुहोस् है, 1200 इन्टु 10 प्लस 4000 इन्टु 12, 4000 इन्टु 12। यो गऱ्यो भने हाम्रो के हुन्छ? कस्ट अफ गुड्स एभाइलेबल फर सेल। अनि अर्को टोटल युनिट्स एभाइलेबल फर सेल भनेपछि टोटल युनिट्स है, बेच्नको लागि युनिट एभाइलेबल कति भन्यो भने यो 1200 पनि बेच्नको लागि एभाइलेबल युनिट, यो 4000 पनि बेच्नको लागि एभाइलेबल युनिट। त्यही भएर 1200 प्लस के गर्ने? 4000 गर्ने है त। ल 1200 प्लस 4000। बुझ्नुभयो? भन्नुहोस् है, यहाँ माथिको यो मेटिदिउँ, यसले फेरि कन्फ्युजन क्रिएट होला है, किनभने मेथड अनुसारको फरक छ। तर वेटेड र सिम्पल एभरेज मेथडमा चाहिँ तपाईले के गर्नुपर्छ? फर्मुला युज गर्नुपर्छ। ल अब यसको हिसाब गरौँ है। अब यसको कति हुन्छ भन्यो भने 1200 इन्टु 10 अघि नै गरेको थियो 12000 प्लस 12 4 जा 48, 12 4 जा 48, 48,000 डिवाइड बाई यो 4000 र 4000 5, 5200। ल 5200 अनि यहाँ लेखौँ अब कति हुन्छ यसको भन्यो भने 48, 49, 50, 60, 60,000 डिवाइड बाई 5200। अब यसलाई डिवाइड गरौँ, 60,000 डिवाइड बाई 5200, यो हुन्छ 11.538 है। 60,000 डिवाइड बाई 5200 गर्दा आउँछ 11.538। अब मैले यसलाई लेखेँ 11.54। ल 11 रुपिज 11.538 लाई 54 बनाएँ है मैले, राउन्ड अफ गरेर, डेसिमल पछाडि 2 डिजिट है। ल रुपिजमा अब यही 11.54 युज गरेर अब हामी यहाँ एउटा गर्छौँ हिसाब। के गर्छौँ भन्यो भने अब हामी यही युज गरेर यहाँनिर तपाईहरुले लेख्ने, के लेख्ने भन्यो भने तपाईले लेख्नुपर्छ यहाँ, पक्नुस् है, सबभन्दा पहिला कस्ट अफ गुड्स सोल्ड, ठीक छ। अब लेखौँ यहाँ कस्ट अफ गुड्स सोल्ड भनेर, पक्नुस्। सबभन्दा पहिला
कस्ट अफ गुड्स सोल्ड इक्वल्स टु अब के लेख्ने भने कस्ट अफ गुड्स सोल्डको फर्मुला छ हामीसँग सेल्स युनिट्स इन्टु वेटेड एभरेज रेट इक्वल्स टु अब हाम्रो सेल्स युनिट त क्वेसनमै छ नि त सेल्स युनिट कति छ क्वेसनमा भने नि 3500 थाहा छ हैन 3500 अब यही 3500 लेख्ने यहाँ हैन यही 3500 लेख्ने हो 3500 इन्टु अब हाम्रो वेटेड एभरेज रेट कति भन्यो भने भर्खर हामीले निकालेको थियो यहाँ वेटेड एभरेज रेट कति निकालेको भर्खर हेर्नुस् 11.54 अब यही 11.54 यहाँ लेख्ने ल 11.54 है वेटेड एभरेज रेट भनेपछि त यो रेट हो नि त त्यही भएर यो रुपिसमा लेखेको अघि न ल अब यो 3500 इन्टु 11.54 भनेर लेख्ने यो हुन्छ 40,390 रुपिसमा लेख्ने 40,390 कोहीको फरक आउला है किनभने भने वेटेड एभरेज रेटमा मैले अलिकति राउन्ड अफ गरेर 53 कति थियो नि त त्यसलाई मैले 54 लेखेँ अब यो पोइन्ट पछाडि के गरी आन्सर भनौँ न पोइन्ट पछाडि छ भने यो छ नि वेटेड एभरेज रेट के गरी पोइन्ट पछाडि छ भने प्लिज 2-4 रुपैयाँ तलमाथि हुन सक्छ है तर त्यसले केही फरक पार्दैन एक्जाममा ढुक्क हुनुहोस् है त अब कस्ट अफ गुड्स सोल्ड पछाडि अर्को लेख्ने फर्मुला त्यो हो कस्ट अफ इन्डिङ इन्भेन्ट्री ल कस्ट अफ इन्डिङ इन्भेन्ट्री इक्वल्स टु अब कस्ट अफ इन्डिङ इन्भेन्ट्री युनिट अब कस्ट अफ इन्डिङ इन्भेन्ट्रीमा अब के हुन्छ भन्यो भने हामीले इन्डिङ इन्भेन्ट्री युनिट्स इन्टु वेटेड एभरेज रेट राखे पनि हुन्छ मैले फेरि पनि भने सुन्नुहोस् तपाईँले यसमा फर्मुला सेल्स युनिट भने जस्तो इन्डिङ इन्भेन्ट्री युनिट्स इन्टु वेटेड एभरेज रेट लेखे पनि हुन्छ अब त्यसको सट्टा नभए तपाईँले यो फर्मुला युज गर्नुभए पनि हुन्छ कस्ट अफ गुड्स हामीसँग दुईटा फर्मुला छ बेटर यही हुन्छ कस्ट अफ गुड्स एभाइलेबल फर सेल माइनस अब हामीले के गर्ने कस्ट अफ गुड्स सोल्ड भनेर लेख्ने ल अब कस्ट अफ गुड्स एभाइलेबल फर सेल खोइ भन्यो भने अघि नै हामीले फर्मुलामा युज गरेको थियो नि यहाँ हेर्नुहोस् त कस्ट अफ गुड्स एभाइलेबल फर सेल भनेर यहाँ माथिपट्टि लेखेको थियो नि यसको कति लेखेको छ एमाउन्ट हेर्नुहोस् त यहाँ 60,000 कस्ट अफ गुड्स एभाइलेबल फर सेल कति रहेछ 60,000 त्यो 60,000 लेख्ने यहाँ है 60,000 हेर्नुहोस् है ल कस्ट अफ गुड्स एभाइलेबल फर सेल 60,000 माइनस अब हाम्रो यहाँ कस्ट अफ गुड्स सोल्ड भर्खर निकालेको हो कि कस्ट अफ गुड्स सोल्ड कति निकाल्यो भन्दाखेरि कस्ट अफ गुड्स सोल्ड 40,390 ल 40,390 ठिक छ अब यहाँ लेख्ने इक्वल्स टु अब यसलाई घटाउँ 60,000 माइनस 40,390 40,390 यो आउँछ रुपिसमा 19,610 ठिक छ ल यो भयो हाम्रो के अरे वेटेड एभरेज मेथड अनुसारले कस्ट अफ गुड्स सोल्ड र यो के अरे कस्ट अफ इन्डिङ इन्भेन्ट्री यसरी नै गर्नु पर्यो है त बुझ्नुभयो है ल अब अर्को यो पछाडि अब अर्को कुन मेथड भन्यो भने अब अर्को म तपाईहरुलाई मेथड सिकाउँछु त्यो मेथडको नाम हो पक्नुस् मैले यहाँ लेखेँ डी नम्बर भनेर लेखेँ त्यो मेथडको नाम हो अब सिम्पल एभरेज ल सिम्पल एभरेज मेथड ठीक छ अब यो सिम्पल एभरेज मेथडबाट नि म तपाईहरुलाई सिकाउँछु अब सिम्पल एभरेज मेथडमा के हुन्छ भन्यो भने यहाँ पनि सेम अघि न वेटेड एभरेज मेथडमा यहाँ हेर्नुस् है यहाँ अघि न वेटेड एभरेज मेथडमा गरे जस्तो गरेर सिम्पल एभरेज रेट निकाल्ने किनभने यसमा नि तपाईलाई फर्मुलाको आवश्यकता पर्छ ल सिम्पल एभरेज अघि वेटेड एभरेज मेथडमा वेटेड एभरेज रेट निकाले जस्तो यहाँ पनि सिम्पल एभरेज रेट निकाल्ने यसको फर्मुला अर्कै छ यसको फर्मुला हो सम अफ डिफरेन्ट रेट्स डिवाइड बाई नम्बर अफ रेट्स ठीक छ सम अफ डिफरेन्ट रेट्स डिवाइड बाई नम्बर अफ रेट्स अब हाम्रो सम अफ डिफरेन्ट रेट भनेपछि हामीसँग कतिवटा रेटको सामान छ हेर्नुस् राम्रोसँग क्वेसनमा सोल्डको त युनिट यानी कि रेट दिँदैन युनिट मात्र दिन्छ है तर हामीसँग रेट कतिवटा छ भने एउटा ओपनिङ स्टकको रेट छ हेर्नुस् 10 रुपैयाँ अर्को छ पर्चेजको एउटा पर्चेजको छ रेट कति 12 रुपैयाँ कहिलेकाहीँ दुईटा पर्चेज भयो भने दुईटै पर्चेजको रेट जोड्ने अनि यो ओपनिङ स्टकको पनि रेट जोड्ने प्लिज तपाईहरु ओलिज गोल्डमा हेर्नुस् पुरानो क्वेसन
म्याक्सिमम दुईटा पर्चेस दिएकै छ। अब यसमा चाहिँ एउटा मात्र परेछ तर म्याक्सिमम दुईटा पर्चेस दिएकै छ। हेर्नुहोस् तपाईँहरू है। ल अब यहाँ कतिवटा रेट छ 10 र 12 दुईटा छ, त्यही भएर 10 + 12 लेख्ने। किन प्लस गरेँ यहाँ के भनेको छ हेर्नुहोस्, सम अफ डिफ्रेन्ट रेट कतिवटा रेट छ दुईटा, त्यसको सम गर रे, सम भने जोड रे 10 + 12 डिभाइड बाई नम्बर अफ रेट्स। नम्बर अफ रेट्स भन्छ यहाँ कतिवटा रेट छ दुईटा, त्यही भएर 2 इक्वल्स टू यहाँ तीनटा रेट भइदिए भए डिभाइड बाई 3, चारवटा रेट भइदिए भए प्लस 4वटा गर्ने डिभाइड बाई 4 है। ल अब यो जोडौँ 10 + 12 कति भयो 12 10 22, 22 डिभाइड बाई 2, 22 डिभाइड बाई 2 गर्दा कति भयो 211 जा भनेपछि ₹11 आयो हाम्रो सिम्पल एभरेज रेट। अब यहाँ पनि के गर्ने, यहाँ पनि सेम सबभन्दा पहिला कस्ट अफ गुड्स सोल्ड नै निकाल्ने। जहिले पनि सेल्स युनिट दिएको छ नि त हामीलाई क्वेसनमा, सोल्ड युनिट दिएको कारणले सबभन्दा फर्स्टमा कस्ट अफ गुड्स सोल्ड नै निकाल्नुहोस्। के गरी इन्डिङ इन्भेन्ट्री युनिट दियो भने फर्स्टमा इन्डिङ इन्भेन्ट्री युनिट निकाल्नु भए पनि हुन्छ। बुझ्नुभयो। अब हामीलाई यहाँ सोल्ड युनिट दिएको छ नि, त्यही भएर कस्ट अफ गुड्स सोल्ड फर्स्टमा गरे के। ल अब हाम्रो सेल्स युनिट कति, सेल्स युनिट 3500 पहिला लेखौँ यहाँ, सेल्स युनिट इन्टु माथि जस्तो के सेल्स युनिट इन्टु वेटेड एभरेज रेट लेखे जस्तो यहाँ पनि सेल्स युनिट इन्टु के लेख्ने सिम्पल एभरेज रेट भनेर लेख्ने, एभरेज रेट भनेर लेख्ने इक्वल्स टू। अब सेल्स युनिट भनेपछि हाम्रो सेल्स युनिट भर्खर मैले तपाईँलाई भनेको थिएँ सेल्स युनिट छ 3500 इन्टु भर्खर निकालेको सिम्पल एभरेज रेट 11। ल 3500 इन्टु 11, ल 3500 इन्टु 11 हेर्नुहोस् त 3500 इन्टु 11 हुन्छ 38,500 रुपिसमा लेख्ने 38,500 ठिक छ। अब यो पछाडि लास्ट काम त्यो हो कस्ट अफ इन्डिङ इन्भेन्ट्री या कस्ट अफ क्लोजिङ स्टक, भ्यालु अफ इन्डिङ इन्भेन्ट्री जे भने नि एउटै हो। अब यहाँ पनि कस्ट अफ इन्डिङ इन्भेन्ट्री युनिटमा कस्ट अफ इन्डिङ इन्भेन्ट्रीमा इन्डिङ इन्भेन्ट्री युनिट इन्टु सिम्पल एभरेज रेट लेखे पनि हुन्छ, न माथिको जस्तो सेम फर्मुला लाउने कस्ट अफ गुड्स एभाइलेबल फर सेल माइनस कस्ट अफ गुड्स सोल्ड सिध्यो। ल कस्ट अफ गुड्स फर्मुला एउटै त हो, कस्ट अफ गुड्स एभाइलेबल फर सेल माइनस कस्ट अफ गुड्स सोल्ड। अब लेख्ने कस्ट अफ गुड्स एभाइलेबल फर सेल अघि भर्खर हामीले निकालेको थियो नि 60,000, त्यही 60,000 लेख्ने त एउटै त हुन्छ क्वेसनको लागि, यही 60,000 लेखेँ मैले यहाँ माइनस कस्ट अफ गुड्स सोल्ड भर्खर हामीले सिम्पल एभरेज मेथड अनुसारले कति निकालेका छौँ हेर्नुहोस् कस्ट अफ गुड्स सोल्ड 38,500। ल 38,500 इक्वल्स टू अब राखौँ 60,000 माइनस 38,500 यो आयो तपाईँको 21,500 बुझ्नुभयो। ल यो 21,500 लाई हामीले यहाँ अगाडि रुपिस भनेर लेख्नुपर्छ। ल यो भयो तपाईँको सिम्पल एभरेज मेथडबाट कस्ट अफ गुड्स सोल्ड र कस्ट अफ इन्डिङ इन्भेन्ट्री। अब यहाँ मैले चारवटै मेथडबाट यहाँ गरेर तपाईँहरूलाई सिकाएँ, हेर्न सक्नुहुन्छ हैन। एक्जाममा त खास यति मात्र सोधेको है, यो हिसान एक्जाममा यति मात्र सोधेको जम्मा, तर तपाईँहरूलाई यसो रिभाइज होस् भनेर मैले एक्स्ट्राको रूपमा फिफो मेथड पनि सिकाएँ, त्यसपछि अघि नै मैले भनेको यहाँ वेटेड एभरेज मेथड पनि सिकाएँ र अहिले भर्खर सिम्पल एभरेज मेथड पनि सिकाएँ। प्लिज यो भिडियो कस्तो लाग्यो होला लाइक कमेन्ट गर्न र धेरैभन्दा धेरै सेयर गर्न नबिर्सिनु होला र च्यानलमा जोडिनु भएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। यस्तै खालको युजफुल भिडियोको प्रतीक्षा गर्नुहोस्। सब्स्क्राइब गर्नु भएको छ भने तपाईँले नोटिफिकेसन पनि पाउनुहुन्छ। आजको लागि यति नै, बाई बाई।